यो पहिला क्वेसन पढेर सुनौँ। कुनै निर्धारित कार्य गर्न ए र सीलाई सँगै लागेको समयभन्दा बीलाई 3 गुणा समय लाग्दछ। के भनेछ? ए र सीलाई जति टाइम लाग्छ बीलाई चाहिँ नि त्यसको 3 गुणा लाग्ने भयो। 3 गुणा यहाँ लाग्ने भयो, 1 मात्र लाग्ने। तर इफिसियन्सी चाहिँ उल्टो हुन्छ हैन, 3 र 1 लाग्ने भयो। र अर्को त्यसपछि के छ? ए र बी भन्दा सीलाई दोब्बर लाग्ने भयो। ए प्लस बीलाई चाहिँ नि सी भन्दा सीलाई चाहिँ नि दोब्बर लाग्ने भयो, ए भन्दा बी। तर इफिसियन्सी त उल्टो बन्ने भयो, 2 लाग्ने भयो, यहाँ 1 लाग्ने भयो हैन। अब के गर्ने भन्दाखेरि यहाँ तीनै जनाले चाहिँ 10 दिनमा काम गर्ने भनेछ नि। यहाँ 10 दिन भनेछ, डेज दिएछ हैन। ए प्लस बी प्लस सी निकाल्नु पर्ने हुन्छ। यिनीहरूको इफिसियन्सी निकाल्नु पर्यो हैन। अब इफिसियन्सी निकाल्न के गर्नु पर्दै भन्दाखेरि चाहिँ नि यहाँनिर यो ए बी प्लस सी त निकाल्न मिल्छ नि। यहाँ ए बी सी तीनटै जोड्यो भने जो हामीले ए प्लस बी प्लस सी निकाल्न त इफिसियन्सी मिल्यो हो। त्यही भएर अब यहाँनिर इफिसियन्सी गर्ने जोड्दाखेरि कति भयो? 4 भयो। यो कति भयो? 3 भयो। तर इफिसियन्सी दुईटै केसमा बराबर गर्नुपर्ने हुन्छ नि त। तर छैन भने चाहिँ यसलाई बराबर गर्न कतिले माथिलाई केले गर्नु पर्यो? 3 ले गर्नु पर्यो, मल्टिप्लाई गर्नु पर्यो। यसलाई चाहिँ 4 ले गर्नु पर्यो हो। अब टोटल त 12 भयो दुईटैको। यो 12 भयो, यो पनि 12 भयो है। 12 भयो। हामीलाई यहाँबाट त ए प्लस बी प्लस सी को चाहिँ नि इफिसियन्सी त आयो। तर अगर हामीले यो बी र सी को चाहिँ नि जो गरिदियो भने त घटाइदियो भने बी प्लस सी को इफिसियन्सी जोडेर घटाइदियो भने त ए को इफिसियन्सी आउँछ हैन। ए को इफिसियन्सी कति आउँछ? अब ए यहाँ 4 ले गरेछ भने यहाँ पनि 4 ले नै गर्नुपर्छ है। यहाँ 4 ले गर्नु पर्यो। यहाँ 3 ले गरेछ भने यहाँ भित्र पनि 3 ले गर्नु पर्यो, यहाँ 3 ले गर्नु पर्यो। भनेपछि यहाँ इफिसियन्सी बी र सी को जोड्दाखेरि कति रहेछ? यहाँको 3, यहाँको 4 भनेपछि 7 भयो हो। माथिको 12 थियो, बी प्लस सी को 7 थियो। घटाउँदाखेरि ए को कति आयो? 5 आयो। अब टोटल वर्क भनेको चाहिँ नि एबिसीले कति दिनमा काम सक्ने भनेछन्? 10 दिनमा हो। अनि उनीहरूको इफिसियन्सी कति छ? 12 छ। किनभने यो भनेको चाहिँ नि टोटल वर्क भनेको डेज इन्टु इफिसियन्सी हुन्छ। त्यही भएर कति आयो? टोटल वर्क 120 आयो। यही टोटल वर्क चाहिँ नि अब 5 इफिसियन्सीले गर्ने हो नि त। यसले 5 इफिसियन्सीले गर्नु पर्यो। त्यही भएर डिभाइड बाइ 5 गर्न मिल्यो। भनेपछि कति एन्सर आयो? 24।